नमस्कार सबै साथीभाइहरुलाई स्वागत छ हाम्रो यो न्यू भिडियोमा र आजको टुडे अपडेट हामीहरु लिएर आएको छौं सान्वी इनर्जी लिमिटेड को बारेमा के कस्तो यो मार्केट जान्छ माथि जान्छ कि तल जान्छ कि होल्ड गर्नु पर्छ र कति समय यो पुग्ला सबै कुराको बारेमा आज हामी कुरा गर्छौं त्यसको ओपनिङ प्राइस कहिले हुन्छ त्यो पनि कुरा गर्छौं त्यो भिडियोलाई लास्टसम्म हेर्दिनु होला र भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पनि दबाइदिनु होला र आफ्नो साथीभाइहरुसँग पनि शेयर गरिदिनु होला र भिडियो स्टार्ट गरौं सान्वी इनर्जी लिमिटेडले पब्लिकमा 9,75,000 आईपीओ पब्लिश गरेको थियो त्यो भन्दै 55,000 मान्छेलाई त्यो आईपीओ परेको पनि थियो र धेरै मान्छेहरुलाई परेको पनि थिएन र त्यसपछि आईपीओ को प्राइस कति थियो 100 रुपैयाँ पर शेयर थियो कम्पनीको मेन अब्जेक्ट थियो हाइड्रो पावर प्रोजेक्ट गर्नु र जेनेरेट गरेर सप्लाई गर्नु र अब कुरा गरौँ हामीहरु नेप्से को सेकेन्डरी मार्केटमा के कस्तो यसको स्टार्टिङ प्राइस हुन्छ सबैभन्दा पहिला कुरा गरौँ त स्टार्टिङ प्राइस हाम्रो 130 देखि 140 को बीचको रेन्जमा रहन सक्छ र हामीहरु पनि यो डिटेल भन्न सक्दैनौं कि कतिसम्म जान सक्छ र के कस्तो कतिसम्म यो माथि जान्छ जस्तो 200 या 300 सम्म सेकेन्डरी मार्केटमा यो जान सक्छ र तब त डिपेन्ड गर्छ डिमान्ड र सप्लाईमा के कस्तो कम्पनीको प्रोजेक्टमा काम भइराछ त्यो हिसाबले मार्केट माथि जान्छ र तल जान्छ त अब कुरा गरौँ कहिले यो डिमेटमा आउँछ डिमेटमा यो कहिले आउने हो 10 देखि 15 दिनमा डिमेटमा आइहाल्छ सान्वी इनर्जी लिमिटेड को आईपीओ यो आईपीओ ले शॉर्ट टर्म को लागि धेरै नै राम्रो प्रॉफिट दिनेछ र आउने वाला टाइममा फर्स्ट दिन स्टार्टिङ 3 4 5 देखि हुनेछ र होल्ड गरेपछि धेरै राम्रो यो माथि जान्छ किनकि यो हाइड्रो पावर एनर्जी सप्लाई गर्छ र धेरै ठुलो प्रोजेक्टमा काम गर्छ त्यहाँबाट घाटा लाग्नु न कुरै हैन माथि नै जान्छ यो शेयरलाई लङ टर्म को लागि राख्ने हो भने जसलाई पैसाको छिटोभन्दा छिटो काम छैन भने त्यतिकै लगाइदिएको छ त्यसलाई राख्नु छ भने धेरै राम्रो यो प्रॉफिट कमाएर दिन सक्छ र लङ शॉर्ट टर्म को लागि हामीहरु जस्तो भर्छौं शॉर्ट टर्म को लागि निकाल्छौं अर्को काम गर्छौं यस्तोको लागि शॉर्ट टर्म को लागि पनि धेरै नै राम्रो छ 1000 लगाएर 15000 कमाए 10000 कमाए 20000 कमाए अब के चाहियो यस्तो गरेर हामीहरु शॉर्ट टर्म पनि युज गर्न सक्छौं र लङ टर्म पनि युज गर्न सक्छौं तपाईहरुलाई यो भिडियो र यो अपडेट कस्तो लाग्यो भनिदिनु होला र भिडियोलाई लाइक गरी च्यानल सब्स्क्राइब पनि गरिदिनु होला यस्तो अपडेटको लागि अहिलेसम्म कोही पनि भनेको छैन डिमेटको ओपनिङ डेट कहिले हो डिमेटमा कहिले आउँछ म पहिले देखि भन्दिए 10 देखि 15 दिनमा आइपुग्छ भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला धन्यवाद।